माएछ त्यो चोरले डाकाले अनि त 20 फाल्ने बेलामा चिरिप पछि माटेछ अनि भाउजूले थाहा पाएछ कराएछ भाग्दै चोर झ्यालबाट हेर्दाखेरि भित्तैभरि झारेर भागेछ सुन चोर्न आएको मान्छे त्यो सुन भेटेन त्यो बुब सामेर गएछ झ्यालहरू राम्रो लाउनु ल दिदी बहिनीहरू ल झ्यालहरू राम्ररी लाउनु चोर त हो छामेर लाने सिक्री छामेर लाने हुन्छ नि त त्यस्तो है है म त यो कतिपय राम्रो कुराहरू पनि बोलिरहन्छु र मलाई झुट बोल्न आउँदैन म पर्दा अगाडि बोल्ने मान्छे मैले पर्दा पछाडि बोल्न आउँदैन मैले जे बोके जे देखेँ म यहाँ लिएर आउँछु है धेरै धेरै माया छ ठुलो ठुलो लाडो होला सायद आई थिङ्क ठुलो त देखेँ मैले है ब्रो ठुलो लाडो मस्ट ब्रो मेरो मेम्बरहरू पनि धेरै आउनुभएको छ आई रेस्पेक्ट यु एभ्रीबडी माया छ सबैजनालाई यो ब्रोडमा धेरै कुराहरूको छलफल हुन्छ म फेरि एउटा उसमा समरीमा राख्छु आज मैले घुम्दाखेरि गाइस अब हाम्रो समाजमा धेरै भ्रमहरू फैलिरहेछन् यहाँहरू गाइस म एउटा यो प्रुफ राख्छु इफेक्ट राख्न मिलेन अहिले इफेक्ट राख्न मिलेन गाइस ल है इफेक्ट राख्न मिलेन न त म अहिले इफेक्ट राख्न मिलेन न त म अहिले भर्खर राख्थेँ यहाँ अब टिकटकमा पनि धेरै बिक्टक गर्नेहरू छन् फोकटमा टाइम वेस्ट पनि गर्नेहरू छन् हैन तपाईहरुको टाइम ड्युटी टाइम गर्नुहोस् ड्युटी सकेर आउनुहोस् एकछिन रमाइलो गर्नुहोस् टिकटक इज नट एभ्रिथिङ टिकटक इज जस्ट यस्तो खालको प्लेटफर्म हो एकछिन रमाइलो गर्ने हैन तर अब नेपालमा चाहिँ के भने यो मुसा भन्दा बिरालो धेर भयो माग्नेहरू धेर भयो के र विकृति विसङ्गति पनि धेर भयो अब पहिला गिफ्ट गर्दाखेरि बिचरा यो होस्टरले दिदीबहिनीले कटु लाओस् भनेर गिफ्ट गरिन्छ के तर आजभोलि चाहिँ लाको कटु नि खोलोस् भनेर गिफ्ट गरिन्छ प्रेली पोइन्ट टु नोटेड मेरो लाडो थ्याङ्क यू ब्रो थ्याङ्क यू सो मच ब्रदर है माया छ सबैजनालाई है ल अब एकछिन हामी घुम्न जाउँ ल गाइज है अब एकछिन घुम्न जाउँ ल गाइज है त को आउनु भयो लो होए क्यों नमस्ते 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 के छ सुना नमस्ते नमस्ते ल है नमस्ते नमस्ते के छ आराम हुनुहुन्छ हाम्रो ब्रदर कताबाट हुनुहुन्छ नि म कुबेरमा छु हैन माथि हाम्रो ब्रदर कताबाट हुनुहुन्छ नि ब्रदर बोल्नु भएन नेक्स्ट ल सुन म निस्केँ ल है अहिले म एकछिन जोइन गर्छु ल है हस् हुन्छ टेक केयर हुन्छ कस्तो कस्तो मान्छे आउँछन् हैन हिजो अस्ति एउटा मान्छेले एउटाले गाली गरेर गएको थियो है के नाम थियो उसको आयुष हो कि आयुष के थियो होला गाइज है बाजे थ्याङ्क यू बाजे म अघि एउटा टपिकमा बोलिरहेको थिएँ ल है सरी बाजे अहिले जोइन गर्न सकिनँ है मेरो लागि थ्याङ्क यू ब्रो म सबै एभ्रीबडी ल है धेरै धेरै माया छ ल है यो म यो भन्नेहरूलाई बिक्ट गर्नेहरूलाई ठोक्नुपर्छ क्या अरू गएको मान्छे त म एकचोटि चढाइहेर्छु ल गएर होला है हाम्रो के छ हाम्रो भ्यागुते माइला लाइभ आउनुहुन्छ म एकचोटि हेर्छु ल गाइस ल है सबैजनालाई है म एउटा मान्छे खोज्छु ल है त है वेट ल गाइस ल है फ्रेन्ड्स नेम पनि भन्नुभएको छ अपि पहिले नेम डजन्ट म्याटर है नामले के गर्दैन ल गाइस है नामले के गर्दैन नेम डजन्ट म्याटर ल है नामले के गर्दैन म एउटा टिकटकमा एउटा एम लिएर आएको मान्छे र अझै पनि स्टिल नेपालका हाम्रा टप होस्टर दिदीबहिनीहरूको चर्ती कलाहरू हरकतहरू प्राप्त भएको छ एउटा कोइनको लागि गरेका हरकतहरू भनेपछि हाम्रो इज्जत छैन हामी कोइन एभ्रिथिङ मान्छौँ मैले अघि नै पनि एउटा पोइन्ट भने छोरा मान्छेले जबसम्म स्वार्थ पूरा गर्दैन पनिशमेन्ट भन्नुस् एकदमै नजिक गर्छ पास्ट इज नथिङ भन्छ तपाईले आफ्नो पास्ट भन्नुहुन्छ दिदी बहिनीहरू एउटा छोरा मान्छेलाई यो टिकटक अकर्डिङ टु टिकटक यसलाई बेस मानेर सबैले पास्ट भनेपछि त्यो केटाले स्वीकार्छ एक्सेप्ट गर्छ जबसम्म उसले ठ्याक हान्दैन
तर जब उसले ठ्याक हान्छ, ठ्याक हानिसकेपछि पास्ट इज एभ्रिथिङ भनिदिन्छ। तपाईँ कोहीसँग भिडियो कलमा नाङ्गिनु भएको छ, तपाईँको